सपनामा दिन काट्छु रात काट्छु तिमीलाई छोड्ने खोज्नेको हात काट्छु पानको पसला मेरो त घर छैन दिलमा बसला हो मेरो त घर छैन दिलमा बसला दामी ल सिजाक औ जिम गरेको है ल ओ गोर्खेको ल यो दुईजनाले के गरेको यस्तो के गरेको के गरेको यस्तो हेलो एन्ड नमस्ते स्वागत छ मेरो यो नयाँ भ्लगमा। आज चाहिँ हामी सानो भ्लग बनाउन गइरहेको छु भने यो चाहिँ मेरो रुम जहाँ चाहिँ बसेर म सपना देख्ने गर्छु हैन। हामी चाहिँ आज हैन टक्क कहाँ जाने रे गर्के ठ्याङ्ग्याङमा माछा मार्न भन्न चाहिँ मिल्दैन। अब हामी यहाँबाट निस्किने छौँ। लेट्स गो। खाएको हेर खाएकोमा लेट्स गो। हामी चाहिँ फर्स्टमा माथि जानेछौँ हाम्रो दाइहरूकोमा। त्यहाँबाट म तपाईँहरूलाई वरिपरिको भ्यू देखाउनेछौँ हामी कस्तो ठाउँमा छौँ कोरियाको भनेर। बाहिर चाहिँ मस्तो घाम लागिरहेको रहेछ यतिखेर। यो चाहिँ हाम्रो हामी बस्ने अपार्ट हो भने यहाँ बाहिर चाहिँ ओ माइ गॉड अत्रै घाम लागिरहेको रहेछ यतिखेर। देख्न सक्नुहुन्छ घाम। ओ माइ गॉड अनि घाम मस्त लाग्यो। हामी यता बस्छौँ अनि हाम्रो दाइहरू यता छन् 103मा। त्यहाँ गएर वरिपरि देखाउनेछौँ। हामी फर्स्ट फ्लोरमा भएको कारणले यहाँबाट चाहिँ वरिपरिको भ्यू राम्रोसँग देख्दैन। माथि चाहिँ अनि टपमा छ अनि माथिबाट चाहिँ वरिपरि सबै देखिन्छ। अनि यो चाहिँ हाम्रो यसको के भन्छ गार्डन यस्तो रहेको छ। अनि म चाहिँ सिधै माथि जानेछौँ अनि माथि गएर भेट्नेछौँ। कम कम गाइज। यस्तो राम्रो देखिरहेको रहेछ मौसम यार। ओ माइ गॉड। क्या त हामी देखिने रहेछ हाम्रो अपार्ट यार। ओ माइ गॉड। उस पनि खुल्दै रहेछ लिफ्ट। अनि हामी जानुपर्ने छ 14 नम्बरमा हाम्रो लिफ्टमा गाइज। लिफ्टमा चाहिँ मलाई हामी यहाँ 14मा आइपुगेको छौँ। यहाँ लिफ्ट खोलिसक्यो बाहिर निस्किसकेको छ। देखाउनेछौँ म यहाँबाट वरिपरिको भ्यू। टक्क दामी घाम चाहिँ आँखामै घाम लागिरहेछ। अबको भ्यू चाहिँ पछाडिबाट टक्क देखाउँछौँ पछाडिको क्यामेराबाट। गोर्खे ढोका खोल्यो यो ढोका खोल्यो खोल्दैछ ल। हामी चाहिँ यता जाँदैछौँ। हाम्रो केटाहरूको रुम हो यो हाम्रो बोसहरूको। हेर हेलो स्वागत छ तपाईलाई। ल हामी म चाहिँ यतापट्टिबाट पछाडिको भ्लग के अरे भ्यू देखाउनेछौँ ल। यस्तै हो ल कोरिया। उ त्यो हामी बस्ने त्यो 101 हो। अहिले म चाहिँ 103मा छु गाइस। अघि अगाडिको भ्यू भयो यो पछाडिको।
हामी पछाडि यहाँबाट टक्क हामीले काम गर्न चाहिँ ऊ त्यो ट्रेन हिँड्ने त्यो आकाशे पुल जस्तो भन्दा पछाडिपट्टि हो टक्क यस्तै हो कोरिया। आज चाहिँ टक्क बिहान पानी परेकोले अहिले चाहिँ घाम लागेर मौसम यस्तो खुलेको रहेछ, मजा आउने रहेछ यहाँ भ्यू हेर्नलाई यतिखेर चाहिँ। हामी यहाँबाट पनि निस्केका छौँ अब ट्याक्क खै ढोकासम्म गाइस। ल हाम्रो बस्छु हाम्रो गोर्खे पछाडि छ, पछाडिको भ्यू यो सिसाबाट यहाँनिर खोलेको सिसाबाट देखाउँछु म, कस्तो दामी देखिन्छ कि बा। कस्तो दामी देखिने हाम्रो लिफ्टमा थिच्नु पर्ने छ, ठ्याक्क हामी तल जानेछौँ। हामी यहाँबाट निस्केको हाम्रो अपार्टलाई छोडेर, अनि योभन्दा पछाडि त उताको बाटो त अस्तिको भिडियोमै देखिसकेको छ, त्यतिसम्म अब त्यही भएर अलिकति मात्र देखाउँछु। अनि यो चाहिँ हामी टक्क हिँड्दैछौँ गाइस, टक्क टक 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 टक। म चाहिँ कट्टु लाएर निस्किरहेको छु आज टक्कै, कट्टुमा जोडान टल्किरहेको छ मेरो टेलेक्क। तिम्रो माया उनन्छ ए भए मेरो माया सही। कालो चस्मा है गाइस, यो चाहिँ कालो चस्मा। कालो चस्मामा कस्तो देखिन्छ भन त? जनी भाइ रे, जे पाइ त्यही भन्ने। कस्तो जनी भने इन्डियाको हिरो अनि जे पाइ त्यही हुन्छ। त्यो मैले पनि त्यही त भने नि, म इन्डियन जस्तो छु र। खै म त्यस्तो चिन्दिनँ नि त, म राजेश हमाल चिन्छु, अनि त्यसपछि लाइक हाम्रो दिलीप राईमाझी चिन्छु, अनि को चिन्छु, सबैजना चिन्छु नेपाली कलाकारहरू। अनि हामी चाहिँ अब अगाडि अगाडि बढ्दैछौँ गाइस। लुक एट दियर, वेलकम ब्याक अगेन। म चाहिँ कालो चस्मामा छु गाइस, कालो चस्मा खोलेर हेर्नु पऱ्यो कस्तो देख्ने रहेछ। ओ माइ गॉड, यस्तो पो देख्ने रहेछ। हामी चाहिँ यहाँ अब बाटो काट्ने ठाउँमा आइपुग्यो, हाम्रो अपार्टलाई छोडेर अलिकति अगाडि। यहाँ बाटोमा हरियो बत्ती बलेको छैन रहेछ, रातो बत्ती बलिरहेछ। जाउँ त्यहाँबाट, हरियो बल्ने बित्तिकै हामी क्रस गर्नुपर्ने हुन्छ। जाउँ। यो साइकललाई त म दौडेरै जित्छु होला यार। साइकल यो पिकअपवाला हो, यो मलाई उस हुन्छ आफै कुद्छ। भए पनि त कति नै अब पछाडिबाट देखाउने छु एकछिनै गाइस। अब ओ माइ गॉड, रात त कतिखेर बल्ने। गर्मी भयो यार, एक्कासी बढ्यो गर्मी, वात्तै बढ्यो गर्मी। भल्दैन त हौ, के भएको? ना कसम यस्तो दौड जान्छु भन्ने रे कि बिस्तारै। ओ बल्यो 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 जाउँ। त्यो यो स्कुटी जतिको कुद्छ यो के अरे यो साइकल। ब्लिङ ब्लिङ गरिसक्यो टक्कर। हामीलाई के सोचेको होला? यो चाहिँ ट्रेन हिँड्ने बाटो गाइस। हेरमा यही हो, यही हो ट्रेन, यसरी हुन्छ यहाँनिर टक्क। अहिले चाहिँ खै छैन रहेछ, यहाँ आएकोहरू म देखाइदिन्छ टक्क। यो खाङ्याङ बजार, अनि हामी चाहिँ यो टनेलभित्र छिरेर बाटो क्रस गर्नुपर्छ टक्क। खामपकडाहरू त्यहाँ अब चाहिँ हाम्रो यो टनेल सकिन लाग्यो। टनेल सकिएपछि हामी चोकमा निस्किनेछौँ। लेट्स गो गाइस, छिटो हिँडौँ गाइस। यो पुरानो घरहरू, यो चाहिँ फोरेनहरूको पुरानो घर।
उयो 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 यस्तो हुन्थ्यो पुरानो घर त्यो त साउना भइहाल्यो गाइस हो हामी नजाने हामी मसाजीमा जाने मसाजीमा केटा त्यस्तो नबोल नि त यार हामी त्यस्तो थाहै छैन हामी चाहिँ यहाँबाट टक्क थाहै छैन भने नबोल्नु किनभने मसाज भन्नु थाहा छैन अह यो चाहिँ यहाँको पुलिस चौकी है गाइस पुलिस चौकी नन्सन क्यान्सल छ लेट्स गो गाइस अनि उफ गर्मी पाउने दामी गर्मी छ यहाँ टक्क हामीले चाहिँ नरेबाङ पनि रहेको छ गाइस होइन नरेबाङमा गएर चाहिँ गीत गाउने नाच्ने ठाउँ हुन्छ अनि यो चाहिँ हाम्रो यहाँको चोक भए चोक यहाँबाट उता नोनसान बजार जाने अनि यहाँबाट हाम्रो घर जाने यहाँबाट यता बजारपट्टि जाने यो चाहिँ 7-11 मार्ट ट्याक्क होइन यहाँबाट नोनसान जाने हो भने यहीँबाट चढ्नुपर्छ बस यहाँबाट भने मतलब यहीँनिर यहाँ यो बस स्टप लेखेको छ त्यहाँबाट चाहिँ बस चढ्नुपर्छ बस चढ्यो भने हामी चाहिँ यहाँबाट अगाडि जानेछौँ आज हामी यही बजार परिक्रमण गर्नेछौँ भने बजारको उता माथि एउटा डाँडो छ त्यहाँबाट चाहिँ हामी यसो वरिपरि कस्तो देखिने रहेछ त्यो डाँडाबाट देखाउनेछौँ त्यही भएर हामी चाहिँ उतातिर लाग्दैछौँ गर्मी वाइल्ड छ यहाँ हाम्रो यो बजारको नाम चाहिँ खाङ्ग्याङ हो खाङ्ग्याङ नोनसान भनेको जिल्ला भयो खाङ्ग्याङ भनेको यो बजार यो एरियाको नाम चाहिँ खाङ्ग्याङ अनि हामी चाहिँ यहाँबाट आज यो घुमेको चाहिँ मियोङसिल यहाँ चाहिँ कपाल काट्ने यताउति मान्छेलाई च्वाक बनाउने काम गर्छ केटालाई ह्यान्डसम बनाउने काम गर्छ अनि यो चाहिँ यहाँको बस पार्क अब नेपालको बस पार्कमा भए शोर सराबा हुन्थ्यो यहाँ कोही पनि हुँदैन सानो छ दुईवटा बस छ त्यतिकै टक्क बसिरहेको छ केही छैन उसलाई आउँछ जान्छ मतलब उडाइदिएर गाडीले लजाउँ हाम्रो सिजन त आइपुगेन त खानेकुरा हेर केटा यस्तो राम्रो है के हो थाहा छैन यहाँ त डोजर चलिरहेको छ यही हाम्रो सिजाङ खाइङको सिजाङ त भत्काउँदै रहेछौ डोजर लगाएर डोजरले बुङ बुङ भत्काउँदै रहेछ के हो यो दबाई गरेको एभेन्जर हो के हो यो बाइकको नाम कुन कम्पनी हो यो एक्चुअली बजार हेरौँ न बजारको टक्क यो चाहिँ हाम्रो खाङ्ग्याङको सिजाङै गाइस सिजाङमा चाहिँ यस्तो हुन्छ हाट बजार जस्तो अहिले फर्केर आउँदा किनाउँदा क्या मेरो नै एक दुईवटा सामान किन्नु पर्ने छ यहाँ हेरौँ यहाँ के किन्ने हो गाइस खानेकुराहरू पनि प्रशस्तै पाइन्छ यस्तो पनि बेच्दो रहेछ यो के हो यो के हो हजुर आमा
मुखमा चाहिँ हाल्नुपर्ने हो कि के हाल्नु भाइ तपाईँको मुखमा हाल्नुपर्ने भइरहेछ खै हाल्ने भयो भनौँ है म ठ्याक्कै हालिदिन्छु यतापट्टितिर म यता हामी त भिजिटिङ यता चाहिँ यो के अरे माछाको आइटम पाउने ठाउँ हो भिजाहरूकै भए पनि घुम्नु चाहिँ घुम्नुपर्छ है खानेकुराहरू यो सबै यो वरिपरिको छेउछेउको ढक्क होइन यो चाहिँ माछा खानेकुराहरू हुन्छ त्यहाँ यहाँ माछा यहीँनिर छ माछा मेरो त घर छैन दिलमा बसाला दिलमा बसाला भने बसाला भनौँ न किन बसाल्नु आफै बसला ऊ आफै बस्छ नि किन तिमीले बसाल्दैन हामी चाहिँ बस्ने भनेको क्या त्यस्तो हुँदैन ल स्याउ किन नि त यो स्याउ खिलाउनु किन स्याउै छैन यहाँ यो सबै भ्लग बनाएको यो के अरे प्याज त्यो स्याउ होइन त्यो चाहिँ हो यो यो स्याउ जस्तै हो तर बच्चाहरूले खानु हुँदैन होइन अहिले खाउनु बच्चाहरूले खानु हुँदैन भ्लग बनाएको पनि दिएन अहिले भरे बेलुका घरमा गएर खुवाउँला त्यस्तो बच्चाहरूले बाटोमा खानु हुँदैन नि अब यहाँ सानो मान्छे त्यस्तो बोल्नु हुँदैन नि यहाँभित्र चाहिँ खत्रै मासु पसल्छ उ त्यहीँ यो चाहिँ एकछिन पछि आउने हो नि होइन त्यहाँ चाहिँ खतराको बुङ्गुरको मासु पाउँछ क्या बुङ्गुरको मासु पाउने पसल हो त्यो बाहिरबाट एक झलक चाहिँ देखाइदिइहालेँ टक्क हामी चाहिँ जानुपर्ने यहाँ अब हाम्रो बाजेकोमा हो बाजे छ कि छैन केटा हो अर्कै कुन चाहिँ पसल रे बाजेको खै हो कि यहाँको बाजिया छैन कि हो हामी चाहिँ यहाँ प्यान्ट बनाउन दिएको छौँ गाइज त्यसको बिल हामी बुधबार आउनु भनेको छ यहाँ चाहिँ प्यान्ट बनाउन दिएको छु गाइज हामी अब उता माथिको त्यो नामसन टावर चढ्न जाउँ न यहाँको नामसन ल टक्क यहाँ त्यो उस होला नि यहाँतिर माट होला चिसो केही किनेर लगेर जाउँ अनि त्यसपछि मात्रै जाउँ माथि के त्यो डाँडामा जङ्गलमा कहाँ घुमाउँछ के पनि छैन त यहाँ चाहिँ हाम्रो बजारको बाहिरी भाग हो यो हामी हिँड्दैछौँ कपाल पनि हेर्ने त पुग्नै उडेछ हौ अहिले त यो पसलको सुड्डी चाहिँ जतिखेर रक्सी खाएर झापमा हुन्छ त्यो पसलको सुड्डी होइन रक्सी खाएर झापमा सुतिरहेको हुन्छ त्यो पसलको सुड्डी उयो तरकारी पसलको क्या अस्ति त उठ्दा उठ्दा नि नउठिदिरहेको ओके हामी अब अलिकति माथि गएर फेरि देखाउनेछौँ गाइस अहिलेलाई बाई दुईजना चाहिँ त्यहाँ पुगेको छ हामी चाहिँ उता टावर चढ्न गइरहेको छौँ यो टावरको नाम चाहिँ के हो चाहिँ थाहा छैन अब यो चाहिँ मेरो लागि नामसन टावर होइन तर उहाँ हेरौँ न क्या दामी क्या झिङ्गे माछा अद्दा दामी छ यहाँनिर चाहिँ अनि अब तपाईँहरूले हेर्न सक्नुहुन्छ टाङ 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 यो जहाज यो चाहिँ जहाज हो जहाज मेरो माया यस्तो दामी जहाजको फोटो खिचौँ न एक दुईवटा टक्क ल यहाँ गरी हामी अब त्यो माथि चढ्नेछौँ त्यहाँ जानलाई चाहिँ त्यहाँनिर उकालो बाटो छ लगभग अलिकति 2-4 स्टेप चढेपछि पुगिन्छ माथि यस्तो गर्मी भइरहेछ कि यार खत्रै गर्मी भइरहेछ हामी चाहिँ अब उकालो चढ्दैछौँ डाइङ चढ्कै यहाँ हेर ल यो चाहिँ हाम्रो के हो अरे पानी जहाज
यसको पछाडि फेरि समुद्र छ नि गाई समुद्र छ होइन समुद्र लुक लाइक समुद्र जस्तै खालको उस छ त्यस्तो ठुलो के भन्छ खोला सप्तकोशी जस्तो खोला छ त्यसको साइडमा हो यो अनि यो चाहिँ एउटा होटेल हो त्यो के भन्छ अरे त्यस पानी जहाजवाला होटेल हो त्यो टक्क दामी अनि यहाँ हेर यस्तो दामी झरना छ यहाँ चाहिँ झरना यो चाहिँ जस्तै कहाँको अरे हाम्रो काभ्रेको उता साङ्गा छ साङ्गा भक्तपुरा काभ्रेको बिचमा रहेको सागामा जस्तै रहेछ यहाँ तर यहाँ चाहिँ पानी चाहिँ यतिखेर आएको छैन रहेछ पानी बन्द रहेछ यहाँबाट पानी आउनु पर्ने पानी नै आएको छैन अब यहाँबाट उकालो चढ्नु पर्ने छ यहाँ हेर यस्तो सिँढीमा टक 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 यो चाहिँ लक्ष्मीको पाइला रे हो यस्तो खै 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 लगरको एकचोटि डान्स हान्ने हो अलिक कत्रै देऊ न यहाँ अलिक कडा दिनु पऱ्यो कि अझै डान्स गर म गीत गाउँछु है ल ओके ल कल्पनामा दिन काट्छु रात काट्छु तिमीलाई छोड्ने खोज्नेको हात काट्छु पानको पसला मेरो त घर छैन दिलमा बसला हो मेरो त घर छैन दिलमा बसला दामी ल गोर्खेको डान्स खतरा यार दामी हान्यो ल केटाहरूले ल उकालो यहाँ हेरौँ ल म यस्तो खतरा चढ्छु यार उकालो लाउरे देखाउन खोइ उज्जेलियो भन्ने जस्तो ओमेगा मेरो पहिलो भिडियो नि हेर न अब ढ्यान टडान कस्तो बाग बाग गन्ध आएको यार वाह गन्तव्य स्थानमा पुग्न लागेको छ यहाँ पो जाने भनेको यहाँबाट संसार हेर्ने हो क्या अब केटाहरूलाई म एउटा चिज देखाउँदैछु ल गनौँ ल सबैजनाले म भिडियोमा देखाउँछु ल ल गाइस गनौँ ल गनौँ 1 2 3 मिनट ल देखिएको छौँ यहाँ आइपुग्यो हामी टक्क ल यहाँ नामसन टावर रे क्या अझ यो सानो सानो नामसन टावर ओह आमा मामा त्यहाँ हेरौँ हानेको त्यसले हान्न जाउँ कि हामी पनि जाउँ कि क्या हो कति रुपियाँ तिर्नुपर्छ 2 लाख रुपियाँ कमाएको छँदैछ पैसा त माथि जान पाइन्छ होला माथि बाटो खिच्ने हो नि जाउँ सिधै माथि जानेछौँ हामी जाउँ केटा हो माथि बाटो देखाउने होइन छोडा म बाटो देखाउँ म फर्स्टमा चिर्छु यो चाहिँ के अरे धरारा जस्तो रहेछ नेपालको यार क्या दामी वाला फिल आइरहेछ अरे यहाँ हेर्नुहोस् हेर्नु यस्तो चढेर आएको यहाँ झन्डै लडेँ यहाँ म झन्डै लडेको यहाँ ठोकिएर मेरो त हाम्रो घर देखिँदो रहेछ ऊ त्यही हो हामी बस्ने अपार्ट हाम्रो अपार्ट चाहिँ उयो हो है यो कति माथि हो अघि त सानो जस्तो लाग्यो त ल पशु त तलतिरै रहेछ यार ल आइपुग्यो फाइनल्ली यहाँबाट देखिने भ्यू उफ ट्याक्क खै सबै सिसा रहेछ यहाँ त्यो अघिको मान्छे यहाँ यो केलाई के हुन्छ थाहा छैन तर हानी सक्यो हाम्रो खाङ्याङ बजार यो खाङ नदी यही हो टक्क रतगरकै यो नदी चाहिँ हो समुद्र भन्थ्यो त कसले त यसलाई समुद्र भन्छ होइन समुद्र जोडिएर आएको भएर हो कि भन्छु नि खाङ नदी हो यो खाङ भनेको नदी हो नि मुला खाङ नदी हो अरे नदीको नाम नि खाङ होइन नि खाङ भनेको चाहिँ नदी हो हाम्रो यहाँको खाङ नदी नि त यो खाङ्याङको खाङ नदी यो चाहिँ वरिपरिको भ्यू देखाउँछ म ढक्क
ऊ त्यो हामी बस्ने घर अघि मैले देखाएको थिएँ नि यहीँबाट हो हामी हामी यो 102 भयो पल्लो 101 यो 103 वरिपरि च्याट्ट लाएर च्यातर च्यातर अब यही हो खान्जाङ बजार मेन बजार यही हो अनि हाम्रो घर त्यही हो ऊ त्यो एउटा टक्क एउटा सानो स्लोमो भिडियो यो बजारदेखि च्याट्ट स्लोमा हान्दै यो चाहिँ हाम्रो घर यहाँनिर हो हाम्रो घर यही हो खुमगाङ फिल्डेजी अनि टक्क यहाँबाट देखाउँदै देखाउँदै चट्ट सडक ओके अघिको उस यही हो यो के अरे अघिको पानी जान्छ यहाँ ग्राउन्ड यो ग्राउन्ड टक्क यहाँ अब हामी कहाँ आइपुग्यौँ त यहाँ यो होटेल हो यो पनि अनि त्यसैको होटेल हो यो अनि कुनै बेला अब पानी परेर यसपालि चाहिँ अब परेको छैन अहिलेसम्म पोहोर चाहिँ पानी परेर लगभग त्योभन्दा माथि रहेको उयो यो के भन्छ अरे उयो पानी जहाज होटेल त्यो होटेलको लेभलसम्म पानी आइसकेको थियो ऊ त्यो जुन देखेको यो गाडीहरू बसेको यो चौर त छँदै थिएन यो चौरको यहाँसम्म यो माथिको रुखसम्म यो रुखसम्म यो बाटो यतिसम्म पानी आइपुगेको थियो पोहोर पानीमा डुबान परेको बेलामा अनि त्यही भएर हो टक्क यस्तो दामी भ्यू चाहिँ ल हम चाहिँ यो डाँडा माथिबाट अब टावरबाट झर्न लाग्यो यार झर्न लाग्यो कि नसक्नुको जस्तो दामी पुल यो नेपालमा कहिले बन्ने यस्तो पुल कहिले बन्ने हो यस्तो दामी छ ल हामी चाहिँ फर्किँदैछौँ गाई छ ल यहाँबाट यो चाहिँ खाङ्याङको धरहरा जोडेर फर्किँदैछ गाई छ हामी नेपालको धरहरा जस्तो यो पलेर बढिया हावा चल्दो रहेछ यार माथि गर्मी भएर कसम ठन्डै के भएको ल के गरेको साथी जिम गरेको है ल ओ गोर्खेको ल यो दुईजनाले के गरेको यस्तो के गरेको यस्तो ओ माय गॉड व्हाट द फक यसमा चाहिँ ढाड हान्यो गाए जसरी फोहोर लागेर त्यहाँ अब भयो ओइ मेरो फुट्यो है टाउको उसको त निक्लिनै सक्दैन होला यसो गऱ्यो भने त ओइ म उत्तानो ठाडो टाउको ऊ त्यहाँ पनि अर्को पनि रहेछ के हो ओ टाढो गयो यतिकै छोडिदिउँ न कसरी छोड्ने गइहाल्छ त्यस्तो बाँधिदिउँ अब्जेक्सन ए के गरेको यो आर्मी बनेको यो ट्रेनिङ हो यो ए ओइ हात सत्तै जाने रहेछ देऊ एकछिन छोड त एकछिन छोड हुन्छ यस आफैले गर्नुपर्ने रहेछ आफैले सक्ने रहेछ बिस्तारै यसरी प्लेस गरेर होइन हेलो गाइस म चाहिँ सकुशलै छु अहिलेसम्म यार के भएको छैन मुर्दा जस्तै देखेको थियो त अघि त के भन्छ मुर्दा भन्छ होइन मुर्दार मुर्दा भन्छ लाइभ मुर्दा सिजाक
Oh. सकुसलै छु है यार ल हाम्रो केटाहरू चाहिँ यहाँ मासु किन्दैछ मैले चाहिँ किनिसक्यो यहाँनिर छ मैले चाहिँ टक्क यहाँ 2 झोला मासु किनिसक्यो अब हामी चाहिँ मासु बोकेर घर जानेछौँ केटाहरू मसँग हुँदैछ केटाहरू औ गाइस अर्को फेरि मासु 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 किनेर हामी गएको छौँ बाई बाई हाम्रो यार घर जाँदैछौँ हामी चाहिँ अब टक्क न हाम्रो केलमेल सकेर मासु भेजिटेबल्स किनेर अब घर गरिदिनु होला सब्सक्राइब गरौँ है गाइसहरू बाई 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 गर गरिनास् भने मासु दिन्न म बाई बाई गर एकचोटि बाई ओके ल बाई बाई गाइस मेरो चाहिँ हातमा मासु चाहिँ ल हेलो गाइस अब चाहिँ हामी घरमा आइपुगेर होइन जस्तो चटपटाइ चटपटाइ खाँदैछु दिस इज मेक्छु केटाहरूको खाँदै यो चाहिँ म चाहिँ मेच्छु खाँदिनँ म चाहिँ सोझो मान्छे म चाहिँ कफी खाँदैछु है म पनि त्यसै गर्नु पऱ्यो के होला गोर्खे चाहिँ लुकाइ लुकाइ खाँदैछ ठिकै छ हामी होइन उसले त खाँदैन हो ल ल ल कहाँ उसले खाँदैन नि कहाँ गएर खान्छ एक बाइट हाल्छु ल खान्छ है म पनि मासु त हामी ओके खन्बे मासु त ल आजलाई यति गर्दै सबैजना बाई बाई अर्को भिडियोमा भेटौँला बाई बाई